आज उच्च अदालतले केपी ओली र रमेश लेखकलाई प्रत्यक्ष बन्दीकरणको रेट खारेज गर्यो। तर एउटा परमादेश के जारी गरेछ भने चैत्र 26 गतेसम्ममा यो चाहिँ अनुसन्धान टुङ्ग्याउ गरे। अब भाद्र 23 गते यत्रो मान्छे मरेको छ, सबैले देखेको छ। अब ज्यान मुद्दामा सरकारले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइरहेको छ। के सामान्य नागरिकलाई पनि यस्तै हुन्थ्यो होला र? परमादेश जारी हुन्थ्यो होला र? अब उनीहरू व्यक्ति ठुलो कि व्यक्तिले चलाउने हो कि देश? यो शासन प्रशासनले चलाउने हो देश होइन। के भएको हाम्रो देश नेपाल? ओहो, ठुलालाई चेन, सानालाई एन। अब के भन्ने अब यो देशमा अब